पर्ने होइन त नयाँ कम्पनीको आइपिओ फाइनल्ली आज साउन 14 गतेदेखि निकै लामो समयको पर्खाइ पश्चात एउटा नौलो सेक्टरको कम्पनीले आइपिओ निष्कासन गरेको छ। यसर्थ आजको यो भिडियोमा हामीले आजदेखि निष्कासन गरेको आइपिओ कस्तो खालको आइपिओ हो, यो कुन कम्पनीले आइपिओ निष्कासन गरेको छ, यो आइपिओमा हामीले नाफा कमाउने सम्भावना कस्तो रहला, यो कम्पनीको आइपिओ भर्ने कि नभर्ने, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिनेछौँ। त्यसकारण तपाईहरु पनि नयाँ कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ र यो लामो समय पछाडि आएको आइपिओ भर्ने कि नभर्ने भन्ने बारेमा अन्योलमा हुनुहुन्छ भने भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। कम्पनीको बारेमा सम्पूर्ण जानकारीहरू पाइसके पछाडि मात्र भर्ने कि नभर्ने भन्ने बारेमा डिसाइड गर्नुहोला। यस्तै खाले जानकारीहरू एकै ठाउँमा हेर्न सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। फेसबुक पेज वा टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। आजदेखि निष्कासन भएको आइपिओ रहेको छ डिबेन्चर आइपिओ, जसलाई नेपालीमा ऋणपत्र पनि भन्ने गरिन्छ। कतिपय साथीहरूले डिबेन्चर पनि आइपिओ कसरी भयो, म्युचुअल फन्ड पनि आइपिओ कसरी भयो भनेर धेरै क्वेसन गरेको पाए। यसर्थ यसको बारेमा सानो जानकारी दिन्छु सुरुमै। आइपिओ भन्ने बित्तिकै तपाईहरूले 1000 को लगानी गर्ने र त्यसमा 10 किता पाउने वाला मात्र आइपिओ हो भनेर बुझ्ने होइन। आइपिओ मतलब इनिसियल पब्लिक अफरिङ, जसलाई नेपालीमा चाहिँ प्राथमिक सार्वजनिक निष्कासन भन्ने गरिन्छ। जुनसुकै कम्पनीले पहिलो पटक सर्वसाधारण लगानीकर्ताहरूमा कुनै पनि सेयर, डिबेन्चर आइपिओ, म्युचुअल फन्ड आइपिओहरू निष्कासन गर्छ भने त्यो सबैलाई हामीले आइपिओ भन्न मिल्छ। यसमा चाहिँ तपाईहरू कन्फ्युज नहुनुहोला। यस अर्थमा आजदेखि निष्कासन भएको यो ऋणपत्र अर्थात् डिबेन्चर पनि आइपिओ नै हो। यो पनि तपाईहरूले आइपिओको रूपमा नै लिन सक्नुहुन्छ। फरक यति हो भर्ने कि नभर्ने भन्ने बारेमा। लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन 14 गतेदेखि आवेदन दिन सक्ने व्यवस्था गर्दै ऋणपत्र अर्थात् डिबेन्चर आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा बिक्री खुला गरेको छ। यस बैंकले 10 वर्षको अवधिमा वार्षिक 7% ब्याज दरमा 7% लक्ष्मी सनराइज डिबेन्चर 2092 नामक डिबेन्चर आइपिओ निष्कासनमा ल्याएको छ। अब डिबेन्चर आइपिओ कस्तो खालको आइपिओ भनेर तपाईहरूलाई जानकारी नहुन सक्छ। डिबेन्चर भनेको नर्मल्ली हामीले 1000 रुपियाँको एक किता किन्नुपर्ने हुन्छ। तपाईहरूले किता भनेर बुझ्नुहुनेछ र यसरी एक किता हामीले 1000 रुपियाँ लगानी गर्दा मिनिमम हामीले 25 किता भर्नुपर्ने हुन्छ डिबेन्चरमा। यसरी 1000 को एक किता गरेर 25,000 मा हामीले 25 किता मिनिमममा भर्नुपर्ने हुन्छ। अरू नर्मल स्टकहरूमा हामीले 100 रुपियाँमा आएको बेलामा 1000 लगाएर 10 किता पाउँछौँ भने डिबेन्चरमा चाहिँ हामीले 25 किता भर्नुपर्ने हुन्छ र 25,000 रुपियाँ लगानी गर्नुपर्ने हुन्छ। म्युचुअलमा हामीले 10 रुपियाँ एक किताको दरले 100 किता भर्छौँ, त्यसको पनि 1000 रुपियाँ नै हुने गर्दछ। तर यसमा भने लागत अलि धेरै हुन्छ। तर यो भने केही फरक छ। यसमा तपाईहरूले प्रत्येक वर्ष कति प्रतिशत नाफा पाउनुहुन्छ, जसलाई चाहिँ इन्ट्रेस्ट रेट अर्थात् ब्याज भनिन्छ। प्रत्येक वर्ष कति प्रतिशत ब्याज पाउनुहुन्छ भन्ने पनि यो डिबेन्चर आइपिओ निष्कासन गर्ने समयमै फिक्स हुन्छ। जस्तो कि लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि निष्कासन गर्ने यो डिबेन्चर आइपिओले प्रत्येक वर्ष 7% लाभांश अर्थात् 7% ब्याज दर चाहिँ तपाईहरूलाई दिनेछ। यसरी यसमा चाहिँ नाफामा गए पनि घाटामा गए पनि तपाईहरूले प्रत्येक वर्ष जुन पाउनुपर्ने रिटर्न चाहिँ रेगुलर पाउनुहुनेछ। कम्पनी नाफामा गयो भने धेरै पाउने र नोक्सानमा गयो भने नपाउने भन्ने चाहिँ डिबेन्चरमा हुँदैन। यो तपाईहरूले नर्मल्ली बुझ्दा एफडीमा पैसा जम्मा गरे जस्तो हुन्छ। तपाईहरूले डिबेन्चरमा गरेको लगानीबाट पनि प्रत्येक कुनै कम्पनीले 3-3 महिनामा, कुनै कम्पनीले 6-6 महिनामा र कुनै कम्पनीहरूले प्रत्येक वर्षमा तपाईहरूको ब्याङ्कमा आफूले गरेको इन्भेस्टमेन्ट अनुसारको इन्ट्रेस्ट चाहिँ प्रत्येक समयमा चाहिँ तपाईहरूको ब्याङ्क खातामा पठाउने गर्दछन्। त्यसमा पनि ट्याक्स भने काटिनेछ। जस्तो कि तपाईहरूले यो डिबेन्चरमा 1 लाख रुपियाँ अहिले लगानी गर्नुभयो भने तपाईहरूले यो डिबेन्चरबाट प्रत्येक वर्ष 7% ले हुने 7,000 रुपियाँ तपाईहरूले ब्याज पाउनुहुनेछ। र डिबेन्चरको एउटा कहिलेसम्म लगानी गर्न मिल्छ भन्ने फिक्स अवधि हुन्छ, जसलाई चाहिँ म्याच्युरिटी पिरियड भनिन्छ। यो चाहिँ यो ब्याङ्कको भने 10 वर्षको रहेको छ। अहिले तपाईहरूले 1 लाख लगानी गर्नुभयो भने 1 वर्षमा 7% ले 7,000 ब्याज पाउनुहुन्छ भने प्रत्येक वर्ष 7,000 पाउँदै जाँदा तपाईहरूले 10 वर्षसम्म ब्याज पाउनुहुनेछ। 10 वर्ष पछाडि तपाईहरूले कुल 77,000 रुपियाँ ब्याज पाउनुहुनेछ र आफूले गरेको लगानी 1 लाख रुपियाँ गरेर कुल तपाईहरूले 1,70,000 रुपियाँ फिर्ता पाउनुहुनेछ। अब त्यसमा पनि
तपाईहरूले गरेको लगानीको त्यो एक किताको मूल्य कति पुग्यो भन्ने हुन्छ। कतिपय डिबेन्चरहरूको 1000, 1100, 1200सम्म पनि पुग्छन्। कतिपय डिबेन्चरको 800, 900मा पनि घटेको हुन्छ। यदि घट्यो भने तपाईँहरूको 1,70,000 भन्दा पनि कम हुनेछ। तर बढेको खण्डमा चाहिँ त्योभन्दा बढी तपाईँहरूको मार्केट भ्यालु हुनसक्छ अन्तिममा, र त्यो सबै मार्केट भ्यालुलाई चाहिँ क्यासमा कन्भर्ट गरेर ट्याक्स तिरेर तपाईँहरूको ब्याङ्क खातामा पठाइनेछ। 10 वर्षभन्दा पछाडि तपाईँहरूले यसमा लगानी गर्न पाउनु हुँदैन। र बिचमै तपाईँहरूले अरू नर्मल कम्पनीको सेयर जसरी किनबेच गर्न चाहेको खण्डमा पनि किनबेच गर्न पाउनुहुनेछ। यदि दोस्रो बजारबाट 800, 900मा पाइने अलि सस्तो र राम्रो ब्याज दिने खालका डिबेन्चरमा लगानी गर्छु भन्दा पनि पाउनुहुन्छ। र यो डिबेन्चर तपाईँहरूले आइपिओ मार्फत पाउनुभयो, तर बिचमै चित्त बुझेन र बेच्न चाहनु भएको खण्डमा पनि तपाईँहरूले अरू नर्मल कम्पनीको सेयरहरू किनबेच गरे जसरी नै किन्न र बेच्न सक्नुहुनेछ। त्यसमा कुनै असर पर्दैन। यसरी लक्ष्मी सनराइज बैंकले प्रति ऋणपत्र अर्थात् एक किता बराबर 1000 रुपियाँ अङ्कित मूल्यका दरले 3 अर्ब रुपियाँ बराबरको 30 लाख किता ऋणपत्र निष्कासन गर्न लागेको छ। सो मध्ये 60% हुने 1 अर्ब 80 करोड रुपियाँ बराबरको 18 लाख किता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी रहेको 40% अर्थात् 1 अर्ब 20 करोड रुपियाँ बराबरको 1000 रुपियाँ प्रति किताको दरले 12 लाख किता सेयर मात्र सर्वसाधारण लगानीकर्ताहरूमा बाँडफाँड गरिनेछ। यसरी बाँडफाँड गर्दा यो कम्पनीमा आवेदन दिनुहुने करिब 48,000 जना भाग्यमानी सर्वसाधारण लगानीकर्ताहरूले मात्र यो कम्पनीमा मिनिमम 25 किताको दरले डिबेन्चर सेयर पाउनेछन्। यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्ने ऋणपत्र मध्ये 5% अर्थात् 60,000 किता ऋणपत्र सामूहिक लगानीकोष अर्थात् म्युचुअल फन्डलाई छुट्याएको छ। सो ऋणपत्रमा लगानीकर्ताहरूले कम्तीमा 25 किता भर्नुपर्ने हुन्छ अर्थात् तपाईँहरूले मिनिमम 25,000 लगानी गर्नुपर्ने हुन्छ भने कम्पनीले आज साउन 14 गते निष्कासन गर्ने डिबेन्चर आइपिओमा साउन 19 गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यदि उक्त समयमा सम्पूर्ण सेयर खरिद गर्नको लागि आवेदन पर्न भने आवेदन दिने समयलाई साउन 28 गतेसम्म लम्ब्याउन सक्ने कम्पनीले जनाएको छ। यसरी लामो समयदेखि आइपिओ एफपिओ डिबेन्चर राइट सेयर कुनै पनि प्रकारको आइपिओहरू नआइरहेको बेलामा यो कम्पनीले निकै लामो समयको ग्यापिङ पश्चात सर्वसाधारण लगानीकर्ताहरूले भर्न मिल्ने गरी डिबेन्चर आइपिओ भए पनि निष्कासन गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री पर्नको काम माछापुछ्री क्यापिटल लिमिटेडले गरेको छ। लगानीकर्ता साथीहरूले यो कम्पनीको आइपिओ मेरो सेयरको मोबाइल एप्लिकेसन र वेबसाइटको प्रयोग गरेर अनलाइन मार्फत नै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस कम्पनीले ऋणपत्र निष्कासन गर्नको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बैंकलाई केयर एनपी BBB+ इस्यु रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको सङ्केत गर्दछ। यस कम्पनीको डिबेन्चर आइपिओमा गरेको लगानीबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिकमा समाप्त भए पश्चात कर कत्ता गरी भुक्तानी गरिनेछ। अर्थात् यसमा गर्दा तपाईँहरूले लगानी भने प्रत्येक 6 महिनामा पाउनुहुनेछ ब्याजको रूपमा। प्रत्येक 6 महिनामा ब्याज पाउनुहुनेछ। एउटा 6 महिनामा 3.5% र अर्को 6 महिनामा 3.5% गरी कुल 7% ब्याज 1 वर्षमा पाउनुहुनेछ। यस्तो खालको डिबेन्चर आइपिओ भने तपाईँहरू 1000 को आइपिओ भर्ने लगानीकर्ताहरू हुनुहुन्छ भने तपाईँहरूको लागि उपयुक्त हुँदैन। तपाईँहरूले यस्तो खालको आइपिओ नभर्नुहोला। जोसँग अलि धेरै पैसा छ र केही ब्याज आउने एफडी जस्तै राम्रो प्लेटफर्ममा लगानी गर्छु भन्ने सोचमा हुनुहुन्छ भने मात्र तपाईँहरूको लागि ठिक हुनेछ। 1 लाख लगाएर तपाईँहरूले 10 वर्ष पछाडि मात्र 77,000 कमाउनुहुन्छ भने त्यसमा लगानी गर्नु त्यति उचित हुँदैन। यो सँगै आजको भिडियो यति नै। अब भेट हुनेछौँ अर्को नयाँ भिडियोमा।